गाइज वेलकम ब्याक टु माई अनदर भिडियो। आज चाहिँ तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ र आज हामी टक्कर हप्ताहरमा हामी जाँदैछौँ घुम्नलाई। आज आफ्टर लङ टाइम होइन, हामी टक्क घुम्नलाई जाँदैछौँ हाम्रो दाईहरूसँग। टक्कसँगले माछा मार्न जाउँ है कान्छी। कहाँ अरे दाई? होइन होला, आस्कारामा। अइवा आस्कारामा जाँदैछौँ हामी चाहिँ टक्क। हाम्रो क्याफेबाट चाहिँ पानी लिएर चाहिँ अब हामी जाँदैछौँ। जे होस् रमाइलो भइरहेछ। दिनु पर्यो गीत बजाऊ दाइ। यता हेर्नु दाइ। यो ओ आज दाइ यो मलाई पनि भन्नु न भनेर हेर हेर मैले खिचेको। हाम्रो सवारी सुरु भएको जानकारी। हेलो एक्सक्युज मी। मलाई कस्तो देखेको भाइ? दामी देख्छ। यता हेर्नु त कस्तो देखेको रहेछ। बडा देखेको सक्दैन नि। भिडियो गरिदिनु आकाशमा यता माथि चढाउन। आकाशले भाइ फोटो खिच्छु कि पकाउनु पर्यो, दाइलाई पकाउनु पर्यो। मैले यता मन पेट खोल्ने ढुङ्गा हो कि मान्छे हो नबोल्ने गालबानी ठेकी हो। गाडीमा टक्क रमाइलो गर्दै हामी चाहिँ अब चिलपाटामा लाग्यौँ। काम धेरै भएकोले गर्दाखेरि खासै लासै भइसक्यो त्यो जिउहरू पनि। अनि भ्यूहरू हेर्दै टक्कसँगले भाइब्सहरू लिँदै टक्क अगाडि बढ्यौँ। अब म पनि के गरौँ नबुझ्दैन है। टक्क हामी अब सपिङ सेन्टर जान्छौँ। त्यहाँबाट सामानहरू किनेर अनि त्यहाँबाट टक्कसँगले फेरि कन्टिन्यू राइड गर्छौँ। यसलाई चाहिँ हामी सपिङ सेन्टर जान्छौँ। सपिङहरू गर्नुपर्ने छ। मासुसासुहरू चिसोहरू लिएर जानेछौँ यहाँबाट। जस राम्रो थियो सपिङ सेन्टर। हामी इन्ट्रान्स भयौँ। राम्रो थियो, एकदम बवाल थियो सपिङ सेन्टर। फर्स्ट टाइम मेरो चाहिँ लोलु मार्केटमा दामी रहेछ। हामी चाहिँ टक्क भेजिटेबल्सहरू यताउता मकैहरू यताउता चिकनहरू लिनको लागि टक्क हेर्दैछौँ। टक्कसँगले आज हामी जाँदैछौँ टक्कसँगले चिलान्नलाई। आज टक्क सपिङ यतिको गरियो। अब फेरि अझै थपिँदैछ आजको दिनमा आएर ट्याक्कसँगले। अब चाहिँ चिकन किन्न बाँकी छ है त गाइज। ल चिकन हामी सेलेक्ट गर्दैछौँ। फाइनली हामीले सेलेक्ट गरिसक्यौँ। अब चाहिँ हल्का म पनि कति क्यामेरा पछाडि बोल्ने भनेर अलिकति अगाडि फ्रन्टमा आइदिएको टक्कसँगले। अब हल्का भोक लागे जस्तो पनि भएर त्यही भएर अलिकति खाना यसो केही खाऊँ न भनेर अलिकति अगाडितिर एउटा क्याफे जस्तो रहेछ। अनि त्यहाँ चाहिँ एकदम फ्रोजन आइटम यताउता त्यो स्न्याक्स आइटमहरू पाउँदो रहेछ। सो द्याट त्यहाँनिर गयौँ हामी। त्यहाँनिर चाहिँ एउटा नेपाली दाइ नै हुनुहुन्थ्यो। अनि त्यही भएर चाहिँ हामीले समोसा अर्डर गरौँ भनेर सोच्यौँ। त्योभन्दा अगाडि चाहिँ हामीले अब एउटा फ्रेस चिकन चाहिँ हामीले उठाइसकेको थिएनौँ क्या। त्यही भएर चिकन पनि रहेछ। अनि त्यही भएर यसो अलिकति नोटिस भएर यसो हेर्दै थियौँ। हामीले चाहिँ त्योभन्दा अगाडि चाहिँ फ्रोजन चिकन उठाएको थियौँ क्या। अनि त्यही भएर अब फ्रेस चिकन पनि हेरौँ न भनेर रहेछ। अनि ट्याक्कसँगले हेर्न थाल्यौँ। चिकन हो कि के चाहिँ? चिकनै हो। चिकन कबाब लिएर जाउँ न एउटा। कुन हाल्ने? यो हाल्ने कि हाल्ने? त्यहाँ हामीले त्यो स्टिका खाने मासु जस्तो होइन। तन्दुरी जस फ्रोजन भयो भने जस त्यहाँनिर मार्टमा भएको आइटम पनि एकदम दामी हुँदो रहेछ। टक्क अहिले नै बनाएर खाउँ जस्तो खाइहालौँ जस्तो टाइपको रहेछ। दामी रहेछ। जस नभन्दै राम्रो पनि थियो। जस मिठो थियो। त्यो भएर दामी रहेछ। आइसक्रिम पिज्जा पिज्जा आइसक्रिम पाउँछ यहाँ। आन्टी आइसक्रिम छ? तिमी नै तिमी छौ सासमा। सुत्नु पर्दैन? कसरी हेरेको तैँले? सुत्नु पर्दैन? सुत
सुत जाँटो के हेरेको तैँले आँखा तल गर जाँटो आँखा तल गर आँखा तल गर आँखा तल गर के आँखा तल म्याच हालिदिउँ सपिङ गरेर बाहिर आइसक्यौँ यसमा अलिक धेरै भयो भने चाहिँ यस्तो रहेछ म भित्र गएँ म बाहिर आएँ म किनेँ म यिनीहरूलाई त यस्तो चाहिँ होइन है फेरि यात्रा के भन्छ त्यसलाई स्टार्ट गर्ने चाहनाका साथमा हामी अघि बढ्न चाहन्छौँ अब हामी चाहिँ रेडी भएर अघि बढ्न चाहन्छौँ है ढोकेर छिर्नु पनि चम्ची ल्याउनु त पहिला सब खाने नि त आइसक्रिम समोसा त अहिले खाउँला नि आइसक्रिम त पग्लिन्छ म नरम गाला तिम्रो गुलाबी माथमा ए आँखा अलिक कमजोर छ होइन ठ्याक्कै उसको टबल छेकेको थियो नि त मलाई कस्तो दामी आएको समुद्र देखे हेर न अगाडि फाइनली हामी चाहिँ आफ्नो डेस्टिनेसनमा पुग्न लागिरहेछौँ गाइज घन्टौँ पछाडिको परिश्रम पछाडि हामी चाहिँ टक्कसँगले हाम्रो डेस्टिनेसनमा पुग्न लागिरहेछौँ ढुङ्गा ढुङ्गा आयो आयो ढुङ्गामा चढेर समुद्र आयो हो आयो आयो त्यो सिस्टमलाई सुधार गर्न पनि अत्यावश्यक छ सबैभन्दा जटिल कुराहरू रुग्न आएछ छोरी बेटा आउँदै आयो यसलाई पनि यो अहिले खरिद ऐनमा आएन त्यसै गरेर खरिद ऐन पूर्वाधार दाइले फेरि एक्साइटेड हुने ठाउँमा एफएम बजाइदिनु भयो नि त अस्कारा आयो अस्कारा अस्कारा लस्कारा ल जम 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 बेटा 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 बेटी बेटी हामी चाहिँ टक्क अब डेस्टिनेसनमा लगभग आइसक्यौँ यो चाहिँ हाम्रो एउटा दाइको चिनेको क्याफे थियो सो द्याट हामी चाहिँ यहाँनिर एकछिन बस्ने निर्णय गऱ्यौँ र यहाँ बस्यौँ एकछिन सेल हान्यौँ गफसप गऱ्यौँ हाम्रो यहाँबाट चाहिँ एकजना थपिनुहुन्छ हामी 5 जना भएर चाहिँ जानेछौँ है त अनि हामी चाहिँ टक्क भाइब्स लिँदै टक्क कफी सफी खायौँ मऱ्यौँ एकछिन गफसप हान्यौँ आफ्टर लङ टाइम भेट भएको सो द्याट गफहरू हान्यौँ दाइको फोटो खिच्नु छैन मैले आमा आमा मात्र हामी चाहिँ डेस्टिनेसनमा आइसकेको छौँ आइसकेर चाहिँ अब ट्याक्क माछा मार्नुपर्छ सो द्याट हामी चाहिँ बन्सी लिनको लागि भित्र ट्याक्कसँग जाँदैछौँ है त गाइस ल बन्सीहरू माछालाई चाहिँ के खिलाउने बिरयानी मासु भात बिरयानी खिलाउनु पर्छ ल बिरयानी खिलाएर पार्नुपर्छ ल जालमा ल ल डाइभ हान्नु छिटो छिटो रेडी रेडी हो ल छिटो डाइभ ल डाइभ हान्नु ल त्यहाँ हान्नु न यस्तो गरौँ न हेर्नुहोस् त आफ्नै तालमा मस्त के हो क्रिस 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 मार्न जाउ न दाजै आस्कारामा ठिक छ नि आस्कारा हो लास्कारा कि आस्कारा हो दाइ तपाईको आलस्कारामा ट्रक्क घुमाइदा हामी हुँदैछ अब हामी ट्रक्कसँगले बिच जाँदैछौँ माछा मार्नलाई ट्याक्क लाएर हामीले सपिङ पनि गरिसक्यौँ बन्सी सन्सी पनि लिइसक्यौँ जाँदैछौँ है त हामी तिमी त्यहाँ
खतरा ब्लग बनाएर हाल We are going on the way. We are going. महँगो रहेछ होइन होइन ब्यागुता पार्नु हुँदैन दाइ माछै पार्नुपर्छ वेल पार्नुपर्छ वेलको बच्चा एक्साइटेडै छौँ नभए पनि हुनुपर्छ है भन्ने कुरा हो नि त फेरि अब चाहिँ हाम्रो यो दाइलाई चाहिँ क्याफे फेरि छोडिदिनु पर्ने हुन्छ नि त हामीलाई बन्ची किन्नुलाई लानुभएको थियो अनि त्यो दाइको चाहिँ ड्युटी नै थियो क्या ड्युटी सकेर मात्रै आउने हो नि त भरे जाँदैछौँ कस्तो चिल टाइपको नि अनि उसलाई 7 बजे लिन आउँ 1 घन्टामा उसको सिद्धिहाल्छ 7 बजे लिन आउँ अनि 7 बजे लिएपछि अनि उसँगै जाउँला कि उसले सेटिङ गर्ने ठाउँहरू सबै चिनेको छ नि त बिल्कुल 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 ओके दाइ हो नि दादा माछा मार्न जाने डुङ्गाको एयरपोर्ट पोर्टको हामी फाइनली बोटको फाइनली हामी आइसक्यौँ अब कहाँ जान्छ मच्छली मेरे ढडिया है भाइ दामी छ है दामी छ है एयरपोर्ट होइन त दाइ यो अयो ओके दाइ हो नि दादा माछा मार्न जाने डुङ्गाको एयरपोर्ट पोर्ट अच्छा ल हामी फाइनली बोटको पनि एयरपोर्ट छिर्दैछौँ होइन त फाइनली ट्याक्कसँगले भाइस चाहिँ दिँदैछ दामी छ ल दामी छ ल ऊ ढुङ्गा 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 सबै छ है यहाँ फेरि ए ल है यत्रो ठुलो त्यो ढुङ्गाहरू चाहिँ आयो है ल है आयो है फाइनली हामी माछा मार्नलाई आउँदैछौँ ल्यायो है साथीयो हामी हल्का माछी मार्नलाई अरे त हामी कहाँ जान्छौँ अरे दामी लानु ल दाइ दामी देखाउ न कहाँ जाने अरे टिसिएच होइन कि बिएसिएच जान्छौँ हामी ए ओके हाई हेलो ल है फाइनली हेर्नुहोस् तपाईँहरू हेर्न सक्नुहुनेछ दामी ठाउँ छ ल है दामी छ है बिच भनेको त यस्तो छ ए गाइस फाइनली आयो बिच हेर्नु सक्नुहुनेछ यस्तो देखिरहेछ सनसेटको भाइब्स हेर्नुहोस् कस्तो दामी छ है अनि समुद्रको छेउ चाहिँ फाइनली यस्तो छ है त ल हामी चाहिँ अब टक्क जाँदैछौँ भर्खर आइपुग्यौँ ट्याक्क जानेछौँ यहाँ टक्क जुत्ता सुत्ता अब हामी चाहिँ ट्याक्कसँगले घुम्नलाई जान्छौँ हेर्नुहोस् अझै म तपाईँलाई देखाउँछु नजिकैबाट कस्तो देखिन्छ भनेर है जुत्ता चाहिँ फाइनली मैले चाहिँ जुत्ता निकालेँ ट्याक्क हामी जाँदैछौँ ट्याक्क अब यहाँ सामानहरू राखेर सर्टको तरिका ट्याक्कसँगले कस्तो हुँदैछ दाइ रमाइलो हुँदैछ तपाईँहरू हेर्नु सक्नुहुनेछ हेर्नुहोस् तपाईँ हेर्नुहोस् सनसेटको लागि हामी चाहिँ यहाँ ट्यागको बसिरहेका छौँ मजा आयो यार चस्मा कहाँ छ अरे भिजाइदिउँ ल मजा आइरहेछ गाइस टक्क अब हामी फोटोसोटो हानेर ट्याक्कसँगले चट्ट एकछिन यहाँ रमाइलो गरेर चाहिँ टक्क अब माछा मार्न जानेछौँ अहिले चाहिँ ट्याक्क यस्तो छ गाइस भाइब चाहिँ यस्तो छ ल भ्युजहरू यस्तो छ ल गाइस सनसेट चाहिँ आउँछ ट्याक्क यस्तो छ है त आयो 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 छोयो कत्रो आएको अब त्यहाँबाट कत्रो आउँदैछ त कत्रो आउँदैछ यार आयो आयो छुन सकेन ए छोयो त्यसले छुन्छ छोयो त्यहाँबाट हेर्नु झन् कत्रो लहर आउँछ
आयो आयो So guys, भिडियो गरेको क्या थियो कि भिडियो यो चाहिँ हामीले तान्यो भने माछाले पनि फेरि तानेर फेरि फर्काएर यसरी घुमाएर लान्छ कि होइन हो नि सर अब अनि यो अरू चाहिँ देखाउनुहोस् त हामीले मात्र तान्ने कि माछाले नतान्ने कि कहाँ त भेरी गुड सर मलाई थाहा छैन तपाईँले डिटेलमा भन्नु हो मलाई थाहा पाएँ धन्यवाद जस्ट फर यु यस्तै ठिक हो यस्तै अहिले हाम्रो चाहिँ अब चाहिँ हामी फिसिङको लागि एकदमै पुरै फुल्ली प्रिपेयर्ड भएर चाहिँ बन्सी सल्सी सबै रेडी गरेर चाहिँ अब टक्कसँग चाहिँ हामी खानेकुराहरूदेखि लिएर सबै थोक रेडी छ है टक्क हामी अब जानेछौँ है त फाइनली अब चाहिँ हामी माछाको लागि माछा किन्नलाई आउँदैछौँ माछा मार्नको लागि माछा किन्न आएको छौँ अब जस्तो कि चारो भन्ने चाहिँदो रहेछ नि त त्यही भएर अब चारो किन्नलाई दाईहरू जानुभएको छ हामी चाहिँ भित्र अब चिल्लरहरू बसिरहेको छौँ दाईहरूको अगाडि अब भाइहरू बोल्नु भएन नि त त्यही भएर दाईहरू जानुभएको छ होइन हामीलाई बाहिर गर्नु हुन्छ भनेर दाईले भित्रै छोडिदिएको है ल फाइनली हामी चाहिँ आइसक्यौँ फाइनली अब चाहिँ सबै अनलोड गरेर ट्याक्कसँगले अब चाहिँ माछा मार्नलाई रेडी हामी चाहिँ जाँदैछौँ टक्कसँगले खान सक्नुहुनेछ हामी चाहिँ टोटल 5 जना छौँ ट्याक्क हामी थाप्छौँ है त माछा आइसकेको छ हेर्न सक्नुहुन्छ हुनेको त हजुरहरूले कस्तो खालको छ रहेको छ हेलो यता मलाई देखाउ न ए तल देखाउ न तल के तल ए होइन लसमा सरले टक्कसँगले माछा लाउनुलाई रेडी अवस्थामा हुनुहुन्छ उहाँ नै हुनुहुन्छ सिपालु यस्तो कुरामा उहाँ नै हुनुहुन्छ त्यो रेडी गर्दै हुनुहुन्छ हाम्रो मोटु चाहिँ हेर्दै छ विचार गर्दैछ उसले अहिले एकछिन माछा पार्ने चाहना फोहोर आउने ल है दामी दियो ल टक्कसँगले अब यो माछाको स्लाइसेस बनाएर चाहिँ टक्क हामी बारबिक्यू गर्दैछौँ टक्कसँगले यो चाहिँ अलिकति बिचको माछा भएर चाहिँ अलिकति खतरा विशेष छ त्यो माइन्ड नगर्नु होला है त यता हुन्छ हाम्रो यता हुन्छ हाम्रो डाक्टर साहब होइन आजको सेफ होइन यता हुनुहुन्छ हाम्रो यो माझी दाई हुनुहुन्छ यता होइन माछा मार्न एकदम सिपालु एकदम अनगिन्ती ट्राई गर्दै हुन्छ उहाँ चाहिँ एकदमै आफ्नो इफोर्ट लाएर एकदम 100% लाएर एकदम माछा मार्ने अभियानमा कन्टिन्यू हुनुहुन्छ उहाँ चाहिँ ओहो बन्दीपुर आयो बन्दीपुर मनोकामना के छ सुर केटाहरू चाहिँ टक्कसँगले यहाँ माछा मार्दैछन् बिजी
हामी चाहिँ यता बिजी है केटाहरूले माछा मारे हामी यता पकाउने मेरो मोबाइलबाट भिडियो पनि खिच्ने अनि त्यो के भन्छ अरे म्युजिक पनि कहाँबाट मिल्छ त है त मैले त्यो लाइट लिएको थिएँ त्यो बनाउँदैछ अनि यो चाहिँ म हो क्या मिस्टर आशिष जोर्दै बुढा हो क्या हेलो नि त ल यहाँ चाहिँ हाम्रो भाइ प्यारो भाइ आएको छ आशिष खाना पऱ्यो एउटा हालिदिनु नि त मलाई एउटा हालिदिन्छु ल तपाईँ होइन खाउँ त यहाँबाट पनि खाउँ न भाइ खाउँ न यो त अनि कसरी खोल्ने हो ल भाइ ल मेरो मोबाइलबाट भिडियो पनि खिच्ने अनि त्यो के भन्छ अरे म्युजिक पनि कहाँबाट मिल्छ त दुवै अब खानेकुराहरू पनि खाएर अनि यो समुद्रमा छाल हेर्नको लागि नाइटको मेरो प्यारो लखन दाजु होइन आज हल्का एकछिन रमाइलो बारबेक्यू सेक्सन यता मेरो प्यारो शिव भाइ एक्लै बसेर छालाहरूसँग डक्टर छालाहरू बगेको सबीर दाइ प्यारो दाइ यता हाम्रो जिग्री के अरे आकाश जिग्री आकाश अनि हामी चाहिँ अहिले चाहिँ कहाँ छौँ रे अस्करा भन्ने ठाउँमा पुरा बारबेक्यू सेक्सन होइन हल्का समुद्रको बिचमा हुँदैछौँ यस्तो छ समुद्र चाहिँ होइन टक्क ल यता हाम्रो मिस्टर Yes. Love. Question mark. Yes, love. Question mark हो. Yes, love हो. है त ल. ल कन्ने केटाले खोजी गर्दैछ. अब हाम्रो कार्यक्रम सकेर चाहिँ अब टक्क हामी फर्किँदैछौँ यो चाहिँ फर्किने बेलाको फोटोहरू भिडियोहरू हो टक्क हामी फर्किँदैछौँ कस्तो दामी हावा चलेको गर्दाखेरि चिल फिल भयो देऊ खै त देऊ तिमी पनि देऊ खै दिनु परेन नि अब चाहिँ हामी फर्किँदैछौँ अब लगभग पुन लाग्यो अनि टायर्ड भएकोले गर्दाखेरि म पनि सुतेँ आजको लागि यति नै होस् थ्याङ्क यू फर वाचिङ सी यू इन नेक्स्ट भिडियो